विगत लामो समयदेखि प्रवास भारतको पुणेमा काम गर्दै आएका अछाम जिल्ला मङ्गलसेन नगरपालिका वडा नम्बर 6 निवासी देवराज भण्डारीका छोरा अर्जुन भण्डारी यति बेला अस्पतालको शैय्यामा छन्। स्क्रिनमा हेरेर थाहा पाउनुहुन्छ यो बाबुको हस्पिटलको मेडिकल रिपोर्टहरू यो स्क्रिनमा राखिदिएको छु। यो सबै हेरेर तपाईहरुले थाहा पाउनुहुनेछ कतिको लागि तपाईहरुको सहयोग हामीलाई अपरिहार्य छ, अनिवार्य छ। बाबुको ज्यान बचाइदिनु होला भनी भण्डारी एकता समाज प्रवासले अनुरोध गरेको छ। समग्र हिसाबमा प्रोटिनहरू धेरै जाने अनि 24 घण्टामा डायलिसिस गर्नुपर्ने अनि प्लाज्मा गर्नुपर्ने अनि खुनमा दाना पडेर किडनीले फिल्टर नगर्दाको कारणले प्लाज्मा गर्ने अहिले किडनीलाई सुधारको लागि प्लाज्मा चालु छ। 24 घण्टामा प्लाज्मा गर्नुपर्छ। अहिलेसम्म मैले 1.5 वर्षमा 15-16 लाख रुपैयाँ मैले खर्च गरिसकेँ। यो सबै रकमहरू मैले सिद्धिसक्यो। अहिले अब लास्टमा मैले यो मेरो भण्डारी समाजलाई मैले एउटा गुहार गरेको छु। केही मलाई सहयोग र केही मलाई अलि राहत मिल्छ कि भिडियोलाई हेरेर इग्नोर नगरिदिनु होला, स्किप नगरिदिनु होला, सहयोग गरिदिनु होला। हामीलाई 1 रुपैयाँ सहयोग पनि हाम्रो लागि 1 लाख बराबर हुनेछ भन्दै हामी अहिले भिडियोबाट बिदा हुन्छौँ। नमस्कार, जय माण्डव्य।